साथीहरू हजुर पनि वाक्क हुनुहुन्छ सेतो कपालले। म त वाक्क भएर घरमै अर्ग्यानिक कलर बनाउन लागेँ। 1 गिलास पानीमा प्याज हालेँ, अनि त्यसपछि यो कालो तिल पनि हालेँ, अनि यो मङ्ग्रेल कलौँची हो कि त्यो पनि हालेँ साथीहरू। अनि त्यसपछि मैले ल्वाङ पनि हालेँ। यति हालिसकेपछि मजाले उमाल्ने, 5 मिनटसम्म बेसरी उमाल्ने, कालो कलर आउने गरी उमालिसकेपछि अनि यो बेसारलाई पनि मजाले भुट्ने, कालो हुने गरी भुट्नुपर्छ कि एकदमै कालो हुने गरी डराएर भुट्ने। भुटिसकेपछि अनि यसलाई पनि सेलाउन राख्ने। यतिको भयो भने चाहिँ भयो, बेसार कालो हुन्छ कपाल। अनि त्यसपछि सेलाइसक्यो। अब यो सेलाएको चाहिँ झोल चाहिँ मैले अलिकति स्प्रे गर्ने बोतलमा राखेँ। यसले हेल्दी गर्छ, कपाललाई राम्रो गर्छ, बलियो नि बनाउँछ। अब यो पनि सेलाइसक्यो। छोक्रा पनि छोक्रा जति छानेको सबै छोक्रालाई ग्राइन्डर गर्न राखेँ। त्यसमा थोरै अलिकति कालो बाँकी झोल राखेर अनि ग्राइन्डर गरिसकेपछि त्यसमा चाहिँ सेम्पू सनसिल्क राखेको छु कि मैले, थोरै सनसिल्क लगाएर फिटिदिएँ। अनि कालो बेसार अघि डढाएको बेसार पनि राखिदिएँ। अब मैले जाँचेँ कि म जाँच्दैछु यहाँ हातमा कतिको कालो हुन्छ भनेर। अब धुँदाखेरि कालो बस्छ कि बस्दैन भनेर हेरेको त बस्दो रहेछ साथीहरू, बसेछ है। रोकथाम हुन्छ, पर्मानेन्ट सधैँको लागि हुँदैन। तर जे होस् केमिकल नभएको कलर भयो नि त।